लेजन इन्टरभ्यूमा रोबोटिक एन्सर दियो भने यु आर डन। छड्के सलाम नमस्ते। आज म लेजन सेलेक्सनमा हुने एकदम महत्त्वपूर्ण स्टेप इन्टरभ्यूको बारेमा कुरा गर्नेछु। इन्टरभ्यूले नै तपाईँ भर्ती हुने नहुने डिसाइड गर्छ। बुझ्न सजिलोको लागि मैले इन्टरभ्यू क्वेसन्सहरूलाई 4 भागमा डिभाइड गरेको छु। पहिलो क्वेसन्स छ पर्सनल क्वेसन्स। पर्सनल क्वेसन्समा तपाईँको एसएलसी पछिको आजसम्मको जीवनमा के भयो त, कहाँ काम गर्नुभयो, कति ग्याप छ, के पढ्नुभयो, कसरी विदेश आउनुभयो, सबै कुराहरूको बारेमा सोधिन्छ। र दोस्रो फ्यामिली क्वेसन्स। फ्यामिली क्वेसन्समा सोधिने क्वेसन्स भनेको तपाईँको फ्यामिलीसँगको रिलेसन के कस्तो छ, फ्यामिलीमा को हुनुहुन्छ, बाबा आमाले गर्ने काम के कस्ता हुन्, फ्यामिलीसँग कन्ट्याक्ट कस्तो छ, यही फ्यामिली रिलेटेड क्वेसन्सहरू सोधिन्छ। र तेस्रो लेजन क्वेसन्स। यो एकदम इम्पोर्टेन्ट पनि हो। यसमा आजकल एकदम धेरै क्वेसन्सहरू सोधिरहेको पनि छन् र तपाईँ जुन अर्गनाइजेसनमा लामो समय काम गर्न जाँदै हुनुहुन्छ त्यो अर्गनाइजेसनको बारेमा बेसिक कुराहरू थाहा हुन एकदम इम्पोर्टेन्ट पनि छ। तपाईँ कतिको मोटिभेट हुनुहुन्छ भनेर चिनाउँछ पनि देखाउँछ पनि। लेजनको बारेमा कसरी थाहा भयो, लेजनमा कोही चिनेको छ छैन, लेजनको बेसिक रुल्स एन्ड रेगुलेसन्सहरू के कस्ता हुन्, कतिवटा रेजिमेन्ट छन्, भर्ती भयो भने कुन रेजिमेन्ट जाने, लगायत कहिले फाउन्डेसन भएको, कोबाट फाउन्डेसन भएको, यस्तै बेसिक कुराहरू सोधिन्छ। फोर्थ भाग साइकोलोजिकल क्वेसन्स। साइकोलोजिकल क्वेसन्समा तपाईँको रियाक्सन कस्तो छ, अन्डर प्रेसर आफूले आफूलाई कसरी प्रेजेन्ट गर्नुहुन्छ, ह्यान्डल गर्नुहुन्छ भन्ने हेर्ने हो। त्यसैले तपाईँको पोजिटिभ पक्ष, नेगेटिभ पक्ष, रियाक्सन्स, क्विक लर्निङ छ छैन, एटिट्युड, पर्सनालिटी, ए रिलेटेड क्वेसन्सहरू सोधिन्छ। मेरो व्यक्तिगत सल्लाह, लेजन सेलेक्सनको इन्टरभ्यूमा एन्सर दिँदा रोबोटिक एन्सर होइन, अनेस्ट भएर क्लियर एन्ड सर्ट टु द पोइन्ट, ओभर स्मार्ट नभइकन ह्युमेनली एन्सर दिनु होला भन्न चाहन्छु। र तपाईँ इन्टरभ्यू क्वेसन्सको बारेमा फुल भिडियो चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ गाइज, एन्ड एज अलवेज सी यु इन द नेक्स्ट भिडियो।